ओम नमः शिवाय। जय ओम नमः शिवाय। सिन्धुपाल्चोक जिल्लामा अवस्थित गौरती भीमेश्वर भगवान गाईले घरमा दुध नदिएर कहाँ जान्छ भनेर पत्ता लगाउँदै आउँदाखेरि गाई गोठमा नबसेर यस मन्दिरको इलाकामा जुन भगवानको प्रादुर्भाव चाहिँ यो स्थानमा आएर दुध दिइरहेको देखियो र के रहेछ यहाँ भनेर खोतल्लै जाँदाखेरि शिला प्राप्त भयो। त्यो शिला कस्तो भने जति खन्दै गयो त्यही लेभलमा तलसम्म भेटियो र त्यसमा चोट लाग्यो र रगत पनि आयो त्यो शिलामा। र राति पत्ता लागेको हुनाले र गाईले सधैँ दुध यहीँ आएर दिएको भएको कारणले नै नाम गौरती भन्ने रह्यो। र जहाँ भीमसेनको रूपमा नामाकरण भई मल्लकालीन समयबाट नै आजसम्म गौरती भीमेश्वर भगवानको पूजा आराधना श्रेष्ठ समुदायबाट जो पुजारीको रूपमा रहँदै आएको छ। अति नै पवित्र, अति नै शक्तिशाली र जे मागेको पनि वर प्राप्त हुने विश्वास यो समुदायमा गरिन्छ। र अति नै पवित्र कारक, अति नै शक्तिकारक हाम्रो भीमेश्वर भगवान सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको चौताराको नजिकै 6 किलोमिटर दूरीमा छ। अति नै शक्तिशाली मन्दिरको दर्शन गर्नाले शक्ति प्राप्त रहनेछ। त्यसैले गौरती भीमसेन भगवानलाई जो कोहीले पनि दर्शन गर्नलाई मिल्ने र सजिलो उपाय रहेको छ भने काठमाडौँबाट समथिङ 86 किलोमिटर दूरीमा गौरती भीमसेन भगवान अवस्थित रहनुभएको छ। सबैले दर्शन गर्नुहोला, आफ्नो मनोकामना पूर्ण गर्नुहोला। अति नै रमणीय हिमाली क्षेत्र जुन वरिपरि हिउँहरूले देखिन्छ, अति नै पवित्र कारक गौरती भीमसेन भगवानको दर्शन गर्नाले समस्त मनोकामना पूर्ण हुनेछ। जय शम्भो, जय भीमसेन भगवान।